ट्याक्कै यो 4 करोडको यो रिसोर्ट यो चाहिँ अस्ति बर्खाको पानीले यो यही लगेको थियो। अहिले चाहिँ पुरै बनाइसकेछ। अब हामी जाँदैछौँ मासतिर। उकालो लाग्यो खुटपट उकालो लाग्यो। अब हामी खुटपटको उकालो लाग्यो। अब तपाईँहरूलाई म केही समय पछि ऐनाको बाटो देखाउने चाहन्छु। यहाँमाथि ऐना गरिरहेछ भित्तैभरि। यहाँ सेतीदेवी माथि हुनुहुन्छ। तल यस्तो विध्वंस गरेको छ पानीले, बर्खाको पानीले। ओहो, यहाँ चाहिँ यस्तो घुम्ती छ है। हेर तलतिर त्यहाँमाथि चाहिँ सेतीदेवी हो। यो चाहिँ पहिला चाहिँ गाडीहरू धेरै जहिले तहिले बल्किने ठाउँ त्यहाँ माथि एउटा त्यसले ऐनाहरू राख्नु थालेको त्यहाँनिर नै भरिएको ऐना। छ यो मोडहरू। लाग्यो है। यहाँ चाहिँ टेक बजाउनुपर्छ। यसरी ऐना छ है। यहाँदेखि तल कोसी तल झऱ्यो भने कहाँ पुगिन्छ। धेरै दुर्घटना भएर पहिला यस्तो छ कोसी। यस्तो ऐनाले भरिएको छ है। डाँडै ऐनाले भरिएको छ। खै यता देखाउँछ दाँतमा पनि माटो छ त। खै देखाउँछ यहाँ ऐना हेर न। यहाँ कहाँ ऐना यसरी गर न। यसरी दाँत हनुमान भएछ नि। ल अनि त्यही भएर त धुलो हुन्छ है भनेको त नि। मेरो लुगा पनि यस्तो भयो। तल पनि होटल छ। त्यस्तो होटल बनाएको थियो त्यहाँनेरि। होटल कति करोडको होटल भयो त। स्विमिङ पुल पनि छ त्यहाँनेरि। जान्छ अब यो अर्को साल यही साल जान्छ।